हेलो नमस्ते सबैजना साथीहरूलाई हाम्रो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। आज तपाईँलाई मैले सदा झै अब नेप्सेको अपडेट प्लस सामान्य एउटा नलेज दिनको लागि मैले आजको क्लास तपाईँलाई गराउँदैछु। यो नलेजलाई तपाईँ लिनु होला, यस्तो तपाईँलाई के बेनिफिट गर्नेछ भन्दै म आजको सेसन स्टार्ट गर्दैछु है त। सो आज तपाईँलाई मैले विशेष गरी एउटा क्यान्डल हेरेर हामीले बाहिर सेल कसरी गर्ने भन्ने कुरा म सिकाउँदैछु तपाईँलाई। जस्तो तपाईँले कहिलेकाहीँ के देख्नुहुन्छ भन्दा तपाईँले मार्केट घटिरहेको देख्न सक्नुहुन्छ। तपाईँको रेड बनेर मार्केट घटिरहेको छ, रेड बनेर माथि घटिरहेको छ र रेड बनेर मार्केट घटिरहेको छ भने यस्तो बेलामा तपाईँले मानव कुनै बेलामा तपाईँले ग्रिन सिग्नल देख्नुभयो भने त्यस्तो बेलामा तपाईँले बाई गरिहाल्ने चाहिँ होइन। कहिले बाई गर्नुपर्छ भन्दाखेरि जुन पछिल्लो योभन्दा पछिल्लो चोटिको जुन यो लाइनिङ छ, यसबाट लाइनिङ हामीले बनाउने यो टपलाई, यो टप लाइनलाई यदि यहाँ ग्रिन लाइनले यदि यसलाई क्रस ओभर गर्छ, जस्तो यहाँ अहिले क्रस ओभर गरेको छैन, अब क्रस ओभर गर्यो भने यस्तो बेलामा तपाईँले बाई डिसिजन लिनुहोला है। यस्तो बेलामा तपाईँले बाई डिसिजन लिन सक्नुहुन्छ भने त्यस्तै गरेर यही कुरा चाहिँ घट्ने बेलामा कसरी हामीले डिसिजन लिन्छ। जस्तो मार्केट बढिरहेको छ, मार्केट बढिरहेको छ, बढ्दा बढ्दै तपाईँले कहिलेकाहीँ यहाँनिर रेड सिग्नल देख्नुभयो भने रेडमा बेचिहाल्नुपर्छ भन्नेको चाहिँ होइन। तर रेडमा चाहिँ तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि यदि तपाईँको यो पछिल्लो चोटिको जुन यो लोलाई ब्रेक गर्छ रेडले, या यो लोलाई यदि टच गर्छ रेडले भने यस्तो बेलामा चाहिँ तपाईँले सोल्ड डिसिजन चाहिँ लिनुभयो भने तपाईँलाई बेटर हुन सक्छ भन्ने कुरा मैले तपाईँलाई आजकोमा नलेज दिएँ। अब हामी आजको नलेज पछि हामी तपाईँलाई अब जान्छौँ नेप्सेको अपडेट्सतिर जान्छौँ है त। सो अब नेप्से अपडेटमा जाँदा चाहिँ आजको नेप्से अपडेटलाई हामी हेर्छौँ। नेप्सेमा तपाईँको आजको अवस्था के थियो त्यसलाई हामी एकचोटि निहालेर हेरौँ। सबभन्दा पहिला नेप्सेलाई तपाईँले हेर्नुहुन्छ भने आजको नेप्से अवस्था के थियो भन्दाखेरि योभन्दा पहिला हामी अझै अर्को साइटमा पनि जाउँ। पहिला सुरुमा यसमै जाउँ न त। यसमा हामी टेक्निकल एनालाइसिस चार्टमा जाउँ। टेक्निकल्ली नेप्सेको आजको अवस्था के थियो र आज के भनिएको थियो या के पोजिसन थियो भन्ने कुरा चाहिँ हामीलाई एनालाइसिस गरौँ। सबभन्दा पहिला डे टाइम फ्रेममा हेर्नुहुन्छ भने आजको नेप्सेको अवस्था भनेको तपाईँको ओपन जतिमा भयो त्योभन्दा माथि गएर क्लोज भयो र यो पछिल्लोचोटि जस्तै यसमा पनि योभन्दा माथि नै क्लोज भयो, योभन्दा पनि माथि नै क्लोज भएको भएर यो चाहिँ राम्रो सङ्केत नै हो होइन। यसले चाहिँ हाम्रो बढ्ने सङ्केत गर्छ। अझै पनि स्टिल यसलाई हाम्रो ब्रेक गर्न खोजेको छ, यसलाई ब्रेक गरेकै छ भने यदि भोलिको दिनमा यदि ग्रिन सिग्नल हामीले देख्छौँ भने नेप्से पोजिटिभ भएर अप जान खोजेको भन्ने कुरा पनि हामीले यसबाट डिसाइड गर्न सक्छौँ होइन। त्यसबाहेक चाहिँ हामीले अर्को टाइम फ्रेम मिन्स हामीले 30 मिनट्सको टाइम फ्रेम लगाएर हेर्छौँ भने 30 मिनटको टाइम फ्रेम पनि सायद अब यो अप ट्रेन्ड जान लागेको सङ्केत देखिएको छ भने यसले चाहिँ पोजिटिभ सङ्केत गरेको छ भन्ने कुरा चाहिँ हामीले भन्न चाहिँ सक्छौँ है त। ओके, अब हेर्नुहोस् त। अब तपाईँको यो हाम्रो क्यान्डल हेर्छौँ, हामीले 30 मिनट्सको क्यान्डल हेर्छौँ भने पनि के देख्न सक्छौँ भन्दा अझै तपाईँको अप ट्रेन्ड गइसकेको चाहिँ छैन होइन। किनभने यहाँ हेर्नु होला, यहाँबाट तपाईँको अलिकति डाउन साइडमा गइरहेको क्यान्डल हो, यहाँ पनि हल्का साइडवेजै भयो। यहाँनिर रिएक्ट गर्न सक्ने चान्सेस छ यदि इनकेस यो घटेर यदि इनकेस यहाँबाट ट्रेन्ड चेन्ज हुन सक्छ भने हामीले नेप्सेलाई हेरेर हामीले बाई या सेल डिसिजन चाहिँ लिन सक्छौँ है त। अब आज हामी अरू न्युजको कुरा गर्छौँ भने आजको न्युजलाई पनि हेरौँ एकचोटि। न्युजमा के आएको थियो त्यसको लागि हामी विशेष गरी सेयर संसार मा गएर एकचोटि हेरौँ। सेयर संसारमा गएर हामीले शेयरसंसार.com/शेयरसंसार.com लाइभ ड्यास ट्रेडिङमा जाउँ। यसबाट हामी चाहिँ आजको एटलिस्ट स्टक्सहरूको पोजिसन पनि हेरौँ, कुनमा ज्यादा भल्युम आएको थियो र कुनमा हाइएस्ट पर्सेन्टेजले बढेको थियो, त्यसलाई हामी एनालाइसिस गर्छौँ। हाइएस्ट भल्युमको कुरा गर्छौँ भने युएनएसपिएलमा भल्युम आएको छ तर नेगेटिभ भएको छ भनेपछि यो घटेको छ होइन। यसलाई पनि हामीले एनालाइसिस गरेर हेर्न सक्छौँ। त्यस्तै गरेर शिवम सिमेन्टमा पनि तपाईँले देख्नुहुन्छ भने भल्युम आएको छ है। शिवम सिमेन्टमा भल्युम आएको छ, यसमा पोजिटिभमा हिसाबले यसलाई हेरौँ। र अर्को चाहिँ हामी युएनएसपिएल छ, यसलाई पनि हामी यो दुईवटा स्टकलाई हामी एनालाइसिस गरौँ किन आज यसमा भल्युम पनि आएको छ भन्ने हिसाबले यो दुईवटा स्टकलाई हामी आज एनालाइसिस गर्छौँ र यसको अवस्था के छ हामी त्यसलाई पनि हामी हेर्ने कोसिस गर्छौँ। यसको लागि हामी के जान्छौँ भन्दा नेप्से चार्टमा गएर हामी यहाँ जान्छौँ। युएनएसपिएल हामीले हेर्न सक्छौँ भने यसको अवस्था के छ। यसलाई हामी डे टाइम फ्रेममै हेर्छौँ। हामी युएनएसपिएलको अवस्था कस्तो छ हजुरले हेरे अनुसार मैले पहिला पनि भनिसकेको छु यो कुरा चाहिँ। जस्तो तपाईँको यो यो पोइन्ट्सलाई ब्रेक गरेर डाउनफलमा गएको छ होइन। डाउनफलमा गएको भएर यहाँबाट घट्दो क्रममै जान खोजिरहेको अवस्था हो। यदि इनकेस यो डाउनफल भएर यतातिर जान खोज्छन् यो
डाउनफल यसको ट्रेन्ड चेन्ज भइसकेको छ भनेको अब यसबाट एक्जिट हुनुपर्ने अवस्था हो होइन। यदि इनकेस भोलि तपाईँको ग्रिन सिग्नल हुन्छ र यो तपाईँको माथिको जुन यो तपाईँको योभन्दा पहिलाको रेजिस्टेन्स हुन्छ यो रेजिस्टेन्सलाई ब्रेक गर्नुपर्ने हुन्छ है। यदि यसले अपसाइडमा जान छ भने यो रेजिस्टेन्सलाई ब्रेक गर्नुपर्छ। यदि यो रेजिस्टेन्स ब्रेक हुन्छ भने चाहिँ यो स्टिल यो चाहिँ माथि जान सक्ने चान्सेस चाहिँ हुनसक्छ है त यसमा चाहिँ। अर्कोमा हेरौँ, अर्को तपाईँले हेर्नुहुन्छ भने भर्खर हामीले हेर्छौँ शिवम। शिवम सिमेन्टमा हेरौँ, शिवम अब यसैको तपाईँको यही भर्खरकै स्टकलाई हामीले अब 30 मिनटको टाइम फ्रेममा पनि हेर्छौँ भने हामीलाई क्लियर थाहा हुनसक्छ कि यो बढ्दो क्रमबाट घट्दो क्रममा आएर फेरि पनि बढ्दो क्रम हुन खोजेको छ होइन, अप ट्रेन्ड हुन खोजेको छ। कसरी थाहा हुन्छ भन्दाखेरि जस्तो यहाँ भनेको यो भनेको अप ट्रेन्ड भयो होइन, अप ट्रेन्ड अवस्था भयो। यहाँ अप ट्रेन्डै थियो लगभग। त्यसपछि पछिल्लोचोटि तपाईँको यो पोइन्टमा आइसकेपछि यो अप ट्रेन्ड ब्रेक भयो है, भनेको डाउन ट्रेन्ड जान खोजेको हो कि जस्तो देख्यो। तर यहाँ पछिल्लोचोटि यहाँ बढ्न खोजेको भएर यदि इनकेस यो यहाँ पुगेर यदि घट्छ भने यो फेरि अप ट्रेन्ड भयो भने हामीले यसमा इन्ट्री गर्न चाहिँ सक्छौँ है त। अब यो के हुन्छ भन्ने कुरा त हामीले मार्केटलाई निहाल्नुपर्छ, बल्ल थाहा हुन्छ भने त्यस्तै। अर्को स्टक शिवम सिमेन्टमा पनि हेरौँ, शिवम सिमेन्टमा हामीले के अवस्था देख्न सक्छौँ, शिवम सिमेन्टको अवस्था हेरौँ। शिवम सिमेन्टमा चाहिँ हामीले हेर्छौँ भने डे टाइम फ्रेममा पहिला हेर्छौँ भने अ, तपाईँको यसले राम्रो सङ्केत दिएको हो। कसरी थाहा हुन्छ भन्दाखेरि पछिल्लोचोटि यो विकले के सङ्केत गर्छ भन्दाखेरि यो पोइन्टदेखि मार्केट रिजेक्ट भयो भने चाहिँ यो तपाईँको यो पोइन्टमा तपाईँको सपोर्टको काम गरिरहेछ भनेर पनि हामीले विकलाई पनि त्यसरी पनि हेर्न सक्छौँ। र अर्को कुरा चाहिँ यसलाई हामीले 30 मिनटको टाइम फ्रेममा हेर्छौँ भने चाहिँ हामीले यसलाई चाहिँ अलिकति केमा गएको छ हेर्नु त, यसलाई हामीले हेर्न सक्छौँ कि यो अलिकति डाउनफलमै गइरहेको अवस्था चाहिँ छ है त। देख्नुभयो होला तपाईँले, यसलाई डाउनफलमै गइरहेको अवस्था चाहिँ तपाईँले यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ हेर्दा। पछाडि चाहिँ अलिकति डाउनफलमै गइरहेको छ, अझै पनि यो अप ट्रेन्ड हुन खोजेको छैन। यदि अप ट्रेन्ड हुन खोज्छ भने त्यतिखेर हामीले बाई डिसिजन चाहिँ लिन सक्ने हुन्छ है त। सो आज मैले तपाईँलाई विशेष गरी नेप्सेको अपडेटको बारेमा र प्लस अघि भर्खर तपाईँलाई मैले कस्तो अवस्थामा बाई गर्ने र कस्तो अवस्थामा हामी सेल गर्न सक्छौँ भन्ने बारेमा मैले तपाईँलाई आइडिया चाहिँ दिएँ। सो आई होप तपाईँले आजको क्लासबाट केही नलेज पनि पाउनुभयो होला होइन। अब यदि तपाईँले हाम्रो भिडियो मन पर्यो भने हाम्रो च्यानललाई तपाईँले लाइक पनि गरिदिनु होला है, सब्सक्राइब पनि गरिदिनु होला र हाम्रो भिडियोलाई आफ्नो साथीभाइसँग पनि सेयर गरेर यो नलेज सेयरिङमा उहाँहरूलाई पनि समावेश गर्नु होला भन्दै म आजको क्लासबाट बिदा हुन्छु या आजको भिडियोबाट बिदा हुन्छु। र तपाईँलाई कुनै टपिक सम्बन्धी भिडियो बनाइदियो हुन्थ्यो भन्ने लाग्छ भने मलाई कमेन्ट पनि गर्नु होला। म त्यो तपाईँले भनेको कुरालाई हामी फलोअप गर्नेछौँ र तपाईँले भनेका विषयमा हामी भिडियो अवश्य बनाउनेछौँ। र आजको भिडियो कस्तो लाग्यो तपाईँले कमेन्ट पनि गरिदिनु होला है त भन्दै म बिदा हुन्छु। थ्याङ्क यू सो मच, थ्याङ्क यू।